हाम्रो यस लोकसेवा सम्बन्धी विभिन्न जानकारीमूलक भिडियो बनाउँदै आएको एसजीके इन्फो च्यानललाई माया गरेर सब्स्क्राइब गरी सहयोग गरिदिनुहोला। धन्यवाद। हजुरको एक सब्स्क्राइबले हामीलाई अझै हौसला मिल्नेछ र अझै धेरै भिडियो बन्नेछ। प्रश्न नम्बर 1 मा पदार्थमा भएका अणुहरूको कम्पनबाट उत्पन्न हुने गतिशक्तिको योगलाई के भनिन्छ? यसको सही उत्तर हुन्छ ताप शक्ति। प्रश्न नम्बर 2 मा 1 ग्राम शुद्ध पानीमा 1 डिग्री सेल्सियस तापक्रम बढाउन आवश्यक पर्ने ताप शक्तिको परिमाणलाई के भनिन्छ? यसको सही उत्तर हुन्छ 1 क्यालोरी। प्रश्न नम्बर 3 मा -40 डिग्री सेल्सियस बराबर कति फरेनहाइट हुन्छ? यसको सही उत्तर हुन्छ -40 डिग्री फरेनहाइट। प्रश्न नम्बर 4 मा पारोको उम्लने तापक्रम कति हो? यसको सही उत्तर हुन्छ 357 डिग्री सेल्सियस। प्रश्न नम्बर 5 मा एउटा बिकरभरि पानी राखिएको छ। यसलाई तताउँदा वा चिस्याउँदा बिकरबाट पानी पोखिन्छ भने पानीको तापक्रम कति हुन्छ? यसको सही उत्तर हुन्छ 4 डिग्री सेल्सियस। प्रश्न नम्बर 6 मा पानीको स्ट्यान्डर्ड घनत्व कति तापक्रममा नापिन्छ? यसको सही उत्तर हुन्छ 4 डिग्री सेल्सियसमा। प्रश्न नम्बर 7 मा तरल पदार्थमा हुने तापको प्रसारणलाई के भनिन्छ? यसको सही उत्तर हुन्छ ताप संवाहन। प्रश्न नम्बर 8 मा दिनमा वायुमण्डलको तापक्रम 0 डिग्री भन्दा कम भई वर्षासँगै खस्ने कणलाई के भनिन्छ? यसको सही उत्तर हुन्छ होर्फ्रोस्ट। प्रश्न नम्बर 9 मा थर्मोमिटरमा प्रयोग गरिने पारोको जम्ने बिन्दु -39 डिग्री सेल्सियस हो भने उम्लने बिन्दु कति हो? यसको सही उत्तर हुन्छ 357 डिग्री सेल्सियस। प्रश्न नम्बर 10 मा तापद्वारा कुनै सुचालक वस्तुको लम्बाइ वृद्धि हुनुलाई के भनिन्छ? यसको सही उत्तर हुन्छ लिनियर एक्सपान्सन। हाम्रो भिडियो पुरा हेरेर साथ दिनुभएकोमा सम्पूर्णलाई धन्यवाद।